आज म यो दाइलाई म हाम्रो डोटेली भाषा सिकाउँदैछु। दाइ दाइ तमरो घर कहाँ हो? हाम्रो घर त नेपाल हो, नेपाल। के गर्नुहुन्छ घरमै? हम एक घरमा रम्बलखारीमा जान्छ, बस्छ, खान्छ। घरमा को छन्? घरमा को छन्? घरको कुरा त यस्तै हो, खान्छ बस्छ, घरमा छ, सबै परिवारहरू छ। तमरो दिने पानी के छ? हाम्रो पानी, तिम्रो पानी के? हाम्रो पानी तमरो दिने पानी के छ? हाम्रो दिने पानी केही छैन हो। दाइ फेरि पूर्वको हो, म यिनलाई हाम्रो डोटेली भाषा सिकाउँदैछु है। आउँदैन हाम्रो भाषामा के गर्दा छ भनिदियो त एक बार। के गर्दा छ? के गर्दा छ है? घर जाने हेर। के गर्दा छ? हाम्रो भाषा आउँदैन? नयाँ आउनु मेरो भाषा आउँदैन हो, मलाई आउँदैन। तुई घर जाए बेला के खाने? घोका रोटी खाने? ढुँडो खाने? घरमा गएर ढेँडो खाने हो। ढेँडो यो पूर्वको त मेन हो त, ढेँडो भनेको मेन होइन? मेन हो। हाम्रो उता के गर्छ भने लोकल कुखुरा काटेर लोकल कुखुराको सुप बनाएर ढेँडो वाप्प खाइन्छ। कसरी वाप्प कसरी खाने? अब यहाँ देखाउँ भने थाडी छैन, कुखुरा छैन, विदेशमा आएको छ। यस्तै छ हाम्रो जिन्दगी भाइ, यस्तै छ। ल ओके, फेरि मिलाउँला है। अहिलेको लागि यतिमा बिदा गाउँ। दर्शकहरूलाई भनिदिनु, के भन्न चाहनुहुन्छ? छैन, अब दर्शकहरूलाई म के भन्छु, सबैलाई नमस्कार भन्छु। यस्तै रहेछ विदेशको जिन्दगी। म पनि आएको थिएन, खोइ विदेशमा आएको थियो। यहाँ त गाह्रो पनि पेस हो। 1200 सेलेरी छ, आफू खाँदा 800 रुपियाँ खान्छ, 600 रुपियाँ खान्छ। घरमा कति पठाउने हो? गाह्रो छ। म यो तामाङलाई गाह्रो छ। हस् त, म यति नै भन्छु। विदेश जिन्दगी यस्तै छ। सबैलाई ह्याप्पी गुड भन्दै बिदा छु। लासो।